हेलो गाइज वेलकम टु माई भ्लग है। आज चाहिँ विशेष दिन ह्याप्पी होली सबैजनालाई। आज चाहिँ हामी बसन्तपुर जाँदैछौँ बसन्तपुर जाँदैछौँ अनि हामी काका हाम्रो ब्रदर जाँदैछौँ अनि हाम्रो अगाडि बसन्तपुर जाँदैछौँ होलीमा। त्यहाँ चाहिँ धेरै रमाइलो हुन्छ अरे, त्यही भएर जाँदैछौँ। हाम्रो दादाले दुई चारवटा शब्द भन्नुहुन्छ ल। हेलो गाइज, हामी चाहिँ यता बसन्तपुरतिर जाने भनेर निस्किसक्यो रुमदेखि है। अनि यो भाइले चाहिँ म भलो गाउँछु दाइ, तपाईँहरू जस्तै मान्छे मलाई चाहियो हो भनेर कन्टेन्ट हामीलाई धेरै विनम्र अनुरोध गरिसकेपछि बल्ल हामी चाहिँ बाहिर निस्किया हो। अब यो भाइको लागि एक दुईवटा लाइक चाहिँ गरिदिनु न त तपाईँहरूले है, राम्रै मूल्य भनेको छु मैले। अब चाहिँ हामी गाडी चढ्दैछौँ होइन, गाडी कुरेर अब हाम्रो काका दुई चारवटा शब्द बोल्दिनँ काका। तपाईँ मेरो च्यानलको लागि के भन्नु, गाडी कुरिरहेछौँ गाडी कुरिरहेछौँ गाइज हामीले होइन। हाम्रो सिस्टरहरू आउनु भएको छ। चल पल अलिक देखाउनु परेन। सोल्टिन भन्ने भने बुझ्दिन नि, गाह्रो छ यहाँ त सिस्टर भन्यो भने मात्रै बोल्छन्। गाडी चलिरहेछ गाइज अब चाहिँ हामी गाडीमा बस्छौँ होइन। बसन्तपुर रत्नबार बस्छु ल, पछाडि खाल्छो बस्छ ल। गाइज हामी बसन्तपुरको गेटमा आइसकेका छौँ। अब चाहिँ यहाँदेखि होली चम्किन्छ। यता हाम्रो निर्वाचन प्रहरी हुनुहुन्छ, सुरक्षा कटिराख्नु भएको छ म्यालीहरू। अनि यता चाहिँ चहल पहल देखिरहेको छ होलीको। हामी चाहिँ अहिले टिकट केही लगाएको छैनौँ। झन्नै लोला खाइयो, झन्नै लोला। ए केटाहरू ह्याप्पी होली। ल ल ल ल देख्नुभयो गाइज, होली हो यो होली। झन्डै मारेन गयो साथमा रहेछ क्या हो। अब हुनेवाला छ गाइज, मजा आयो त होइन होली। ल ल यो हो गाइज बसन्तपुरको अहिलेको होलीको चहल पहल देख्न सक्नुहुन्छ। यहाँ राम्रा राम्रा मान्छेहरू देखिन्छन् होलीमा। हेलो हेलो बसन्तपुर दरबार छिर्नेवाला छौँ गाइज। हामी चाहिँ अब नजिकै आइसकेका छौँ बसन्तपुरको। ह्याप्पी होली देख्यो हेर कन्टेन्ट। नेपालमा आएर होली मनाउँछौँ गाइज। बसन्तपुर होली आइसक्यौँ गाइज।
हामी चाहिँ बसन्तपुरको लगभग मेन ठाउँमा आइसक्यौँ होइन दरबार स्क्वायरमा अब यहाँ हुनेवाला छ रमाइलो यताको माहौल यस्तो यताको माहौल यस्तो अनि ओहो कडा कडा आयो बसन्तपुर दरबार कार्तिके मोरोले कसरी खेलेको होली बसन्तपुरबाट फर्किसकेका छौँ होइन यहाँ देख्न सक्नुहुन्छ माहौल यस्तो छ बसन्तपुरबाट अहिले चाहिँ सबै उता जाँदैछन् हामी चाहिँ यहाँबाट बाहिर निस्किँदैछौँ बसन्तपुरबाट काका र दादाको हालत यस्तो भएको छ हामी चाहिँ बसन्तपुर पुगेर पनि अब चाहिँ हामी रुममा पुग्दैछौँ रुममा पुगेर अब टक्क नुहाइन्छ मजाले कपडा धोइन्छ यस्तो छ हालत है सिधै मेडिकल हल गरेँ म चाहिँ अब तपाईँहरूलाई राखिन्छ बनाउनु छु अनि अहिलेलाई चाहिँ
गाइज आज चाहिँ जोस रमाइलो भयो बिहान होली खेल्न गइयो बसन्तपुर दरबारतिर अनि आएर अहिले नुहाएर टक्क रुममा खाना पकाउँदैछौँ अब खाना पाकेपछि खाना खाने मैले चाहिँ मेरो मोबाइल बिग्रिएको कारणले भ्लग पोस्ट गर्न पाएको थिएन भ्लग बनाउन पाएको थिएन टाइम थिएन त्यसैले मोबाइल बनाएर अब चाहिँ मेरो प्राय 4 दिनमा भ्लग आउने गर्छ कृपया हेरेर लाइक सब्सक्राइब चाहिँ अनिवार्य गर्न नभुल्नु होला त्यसैले सल्लाह सुझाव र प्रतिक्रिया दिन पनि नभुल्नु होला जोस के भनौँ ल त्यही हो है च्यानल सब्सक्राइब गरिदिनु अब अर्को भ्लगमा चाहिँ भेटौँला अहिलेलाई चाहिँ बाई बाई